हाम्रो आमालाई चाहिँ खुट्टा दुखेर हैरान पारेको रहेछ। आमा नमस्कार। नमस्कार। कुन खुट्टा दुखे भन्नुभयो? मेरो चाहिँ यो पनि दुख्छ, यो पनि दुख्छ, साह्रै गाह्रो भएर। के समस्या भनेछ डाक्टरले? डाक्टरले चाहिँ हड्डी खिएको भनेर त्यसो भन्नुभयो। हड्डी खिएको भन्नुभयो? हजुर। कति भयो यस्तो भएको? 1 वर्ष भयो बेसरी चापेको चाहिँ। 1 वर्ष बढी भइसक्यो है? चापेको चाहिँ 1 वर्ष बढी भयो। कुन खुट्टा हो आमा हाम्रो बढी दुख्ने? बढी दुख्ने दाहिनेपट्टि, अनि हिँड्दा हिँड्दै दुईटै। यही खुट्टा है बढी दुख्ने? हजुर, यही खुट्टा हो। ए अनि आज यहाँ कसले भन्नु हजुरलाई? यहाँ चाहिँ मेरो रमिला बहिनीको छोरी थियो। हजुर। अनि यहाँनिर राम्रो हुन्छ ल दिदी, आमालाई लिएर आउनु, ठुली आमालाई भनेर उसले नाति के अरे छोरीले भन्यो। हजुर। अनि त्यही भएर अनि हामी यहाँसम्म आयौँ। आज चाहिँ हजुरले फर्स्ट दिन होइन हाम्रोमा? हजुर, फर्स्ट। कस्तो लाग्यो त हजुरलाई? एकदम राम्रो, ठिक लागेछ अहिले। यति मसाज गर्दा यति अलि हलुका भयो हजुरलाई? अलिकति हलुका भइसक्यो। अलि हलुका भएन? अब हाम्रो 7 दिनको प्याकेज छ। अब हेरौँ है त कस्तो हुन्छ। ल आमा, ल आमा धन्यवाद। हस्।